हाई गाइस के छ खबर हाम्रो चाहिँ ठिकै छ हैन हाम्रो ग्याङ केटा हो आज यस्तै छ हो हामी चाहिँ फेरि लेकतिर जाँदैछौँ हैन गाइस कस्तो केटा हो जोस आएन कि किन अलि होइन अहिले यस्तो हो नि त अहिले हिँड्न परिरहेछ अहिले अलि जोस आउँदैन क्या अलि माथि हामी त आइसक्यौँ होइन गाइस धेरै माथि होइन उकालो अब स्टार्ट भयो यहाँको है हेलो भाइ कहाँ किशोर दाइले यो क्या च्याउ देख्या कहाँ छ भाइ कालो च्याउ हन दाइ हजुर देख्या कालो च्याउ हो क्या गाइस फाइनली हामी आधा बाटोमा चाहिँ पुगिसक्यो होइन पुरा बाटो हिँड्न त बाँकी छ होइन केटा हो फाइनल्ली तपाईँ देख्न सक्नुहुन्छ यो हाम्रो तलतिर चाहिँ हाम्रो गाउँ होइन गाउँ ठाउँ हाम्रो यो तलतिर यो अझ माथिबाट अलि दामी देखिन्छ कि गाइस यता यो सब अलि पुरा देखिन्न यहाँबाट देखेँ माथि गएर अझै हेर्नुपर्छ होइन गर्मी छ यस्तो चाहिँ गाइस फाइनल्ली पढ्न लागिसक्यो रात होइन हामी हिँड्दैछौँ अझै उकालो गाइस आज अलि ढिला भयो क्या यो हाम्रो बास चाहिँ हुन्छ यो ठ्याक्क माथि डाँडामा थियो गाइस टाइम भइसक्यो 6 होइन ठिक छ हामी हिँडिरहेछौँ गाइस अब बेलामा हात पर्न लागिसक्यो होइन हामी अलि फास्ट हिँड्नुपर्छ होइन गाइस के कस्तो हुन्छ बाँकी अब भेटौँला है अझै पनि उकालोमा होइन कस्तो लागिरहेछ त अहिले नजारा कस्तो छ त बवाल छैन त गाइज लाइक हुन्न एउटा कस्तो लाग्यो कमेन्ट अनि शेयर एन्ड सब्सक्राइब है भाई ने बोला करने का तो करने का गाइज फाइनल्ली हात पर्न लागिसक्यो होइन अँध्यारो भइसक्यो तपाईँहरू देख्न सक्नुहुन्छ होइन कस्तो छ त अहिलेको यहाँको मौसम वाउ कस्तो लागिरहेछ त मामा योबाट जुका लाग्छ नै होइन नि यताबाट हामीलाई लामो पर्छ कि फेरि होइन कि मामा जुगालाई दिनु अन्त कोही मान्छेलाई दिए धर्म लाग्ला गाइज फाइनल्ली फुल्ली अँध्यारो हुन लागिसक्यो होइन हामी चाहिँ सिधा डाँडामा थियो है गाइज यो तल देखिरहेको छ नि यो त अहिले त उयो लगाइरहेको छ देखिरहेको छैन होइन चिसो छ गाइज खोकी लगाइसक्यो एउटा कुरा भनौँ गाइज जुका लाग्छ नि फेरि होइन पनि जुका लाग्दैछ फेरि होइन कसो जान त लागेको छ मेरोमा त्यो चिप्क्यो एउटा चिप्क्या थियो क्या यहाँ चाहिँ पसल हो गाइज होइन पसलमा थोरै साउन्ड दिनु पर्यो होइन कसो गाइज हामी अहिले कहाँ थाहा छ टपमा है हामी अहिले टपमा छौँ होइन यो तपाईँ देख्न सक्नुहुन्छ यो सिन हाम्रो तलतिरको बस्ने बास चाहिँ आज यहाँ होइन बुझिसक्नुभयो होला मौसम कस्तो छ भनेर होइन कस्तो ठिक छ हाम्रो खाना बन्दैछ गाई
खाना खाएपछि भेट्नुपर्छ ल।